हमासले नेपालका विपिन जोशी सहितका बन्धकहरूलाई आज रिहाई गर्दैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा हमासले बन्धकहरूलाई आज रिहाई गर्न लागेको हो। हमाससँग हाल 48 जना बन्धकहरू रहेका छन्, जसमध्ये 20 जना जीवित रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले अनुमान गरेका छन्। 26 जना मृतक बन्धक रहेको अनुमान गरिएको छ भने 2 जना बन्धकको अवस्था अज्ञात रहेको छ। अज्ञात अवस्था रहेका बन्धक मध्ये नेपालका विपिन जोशी पनि रहेका छन्। यी बन्धकहरूलाई 3 समूहमा रिहाई गरिने अपेक्षा गरिएको छ। 2 समूह छुट्टा छुट्टै स्थानबाट र तेस्रो समूह अर्को स्थानबाट रिहाई गर्ने तयारी गरिएको छ। सोका लागि अमेरिकी राष्ट्रपति ट्रम्प त्यसतर्फ प्रस्थान गरिसकेको बताइएको छ। इजरायलमा रहँदा उहाँले बन्धकका परिवार र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट्नुहुने कार्यतालिका रहेको छ। त्यसपछि उहाँले इजरायली संसदमा सम्बोधन गर्नुहुनेछ। त्यसपछि उहाँ इजिप्ट प्रस्थान गर्नुहुनेछ। उहाँ गाजा क्षेत्रका विषयमा हुने 20 भन्दा बढी देशका नेताहरू सहभागी हुने शिखर सम्मेलनमा सहभागिता जनाउनुहुनेछ। होस्टेज स्क्वायर तेल अभिवमा तयारी तीव्र भइरहेको सीएनएनले जनाएको छ। बन्धक रिहाईको प्रत्यक्ष प्रसारण स्क्वायरमा देखाइनेछ। एयरफोर्स 1 मा बोल्दै अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध समाप्त भएको बताउनु भएको छ। यता इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आज हुने बन्धकहरूको रिहाईले देशका लागि नयाँ युग सुरुवात गर्ने बताउनु भएको छ।